सरकारी नयाँ तलबमान स्वीकृत न्यूनतम 29,000 देखि अधिकतम 90,000 सम्म पाउने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले राष्ट्र सेवा कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेर पठाएको छ। अर्थ मन्त्रालयले साउन 6 गते पठाएको नयाँ तलबमान क्याबिनेटले 15 दिनपछि स्वीकृत गरेको हो। नयाँ तलबमान अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले 90,594 रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले 28,984 रुपैयाँ पाउनेछन्। यस्तै नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिव सरह तलब पाउँदा प्रहरी महानिरीक्षकको तलब 84,576 रुपैयाँ हुनेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले साउनदेखि लागू हुने गरी कर्मचारीको तलबमा 10% र प्रोत्साहन भत्ता भनेर 10% वृद्धि गरेका थिए। पेन्सनधारीको हकमा भने अब 10% वृद्धि हुनेछ।